गरिरहेको आउनुहोस् न यता रातिको 12 बजिसकेको छैन गाइज 1 बजेको छ 1 टाइम घोडी ल्याएन मेरोमा हेर्नु टुप्लुक्क 12 बजेर 3 मिनेट गएको अवस्था छ 12 बजे 1 बजे हाम्रो एडिसनलाई विश्वास गर्नुहुन्छ हाम्रो एडिसनले होइन 12 बजेर 3 मिनेट गएको नपत्ता मोबाइल हेर्नुहोस् हजुर हामी पार्ट 2 मा आइसक्यौँ पहिलो पार्ट देखिसक्नु भयो गाइजहरू तपाईँहरूले कस्तो थियो क्यामेराम्यानलाई भूतले उचालेर फालिसकेको थियो म त भागेँ बल्ल बल्ल यो क्यामेराम्यानलाई पछि लिन गएँ म त्यसपछि हेर्न सक्नुहुन्छ गाउँले बोलाएर गाउँलेहरूलाई बोलाएर गएको यसलाई लिन यो क्यामेराम्यानलाई अब पार्ट 2 मा जाने हो नि है नि गाइजहरू हामी ल त सुरु गरौँ न त भिडियो सुरु गर्दाखेरि आज का भिडियो चलो 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 गाइस हामी पार्ट 2 मा आइसकेका छौँ पहिलो पार्टमा चाहिँ हजुरले देख्नु भएको छ मलाई भूतले तर त्यस्तै मेरो माइन्डै कस्तो भएको थियो कि साँच्ची हजुरले फेक चाहिँ मान्नु होला फेक अरूले गराएन तर हामीले रियल हो यो गाउँले भूत हो अरूको चाहिँ होइन गाउँले भूत गाउँतिरको जङ्गली भूत भूत हुन्छ भने कमेन्ट चाहिँ हान्नु है हजुरलाई थाहा होला अब टिचरले पढाउनुहुन्छ भूत हुन्न भनेर तर त्यो होइन त्यो गलत हो भूत हुन्छ भनेपछि हुन्छ 100% हुन्छ 101% हुन्छ त्यसकारण अहिले फेरि हामी त्यो लोकेसनमा चाहिँदैछ हजुरहरूको सपोर्ट र पार्ट 2 भन्ने कमेन्टका अनुसार हामीले अब फेरि जाँदैछौँ योपालि चाहिँ म चाहिँ टाढै बस्ने हो म क्यामेरा लिने हो अरू सब यही पुरानो क्यामेरामा गाइस हजुरले देख्नु भएको छ मलाई कसरी भूतले हल्लाएको थियो तर त्यो कस्तो हुन्छ कि हजुरले एक्सपेक्ट नि गर्न सक्दैन भूतले हल्लाएको गइहाल म आज चाहिँ म क्यामेराम्यान हुन्छु तर म जाने छैन लगभग 2 किलोमिटर जति छ 1 घन्टापछि मिल्नेछ सो हेर्नुहोस् गाइस जङ्गल रहेको छ मैले चाहिँ हेर्दा जहाँ लाइट छ नि क्यामेराको लाइट त्यहाँ मात्र रुख देखिएको छ पुरा जङ्गल छ होइन हाम्रो क्यामेराम्यान यही हुनुहुन्छ यो जङ्गलको बाटो हेर्नुहोस् हामी हाम्रो गन्तव्य स्थलमा आइसकेका छौँ यो जङ्गलको बिचमा रहेको यो हाउस हेर्नुहोस् हाउस सो गाइस आज यसको पालि हो म चाहिँ जानेवाला छैन पहिला चाकु रेटेको आवाज नै थियो सो गाइस यसलाई देखेर यो तर्सिएको छ म चाहिँ टाढै बस्ने छु बर्तुक जुम गरेर म चाहिँ भागिसकेको छु कहाँ से आते हैं सो गाइस हेर्न सक्नु A few moments later. सो गाइस अल अफ दिस जङ्गल हेर्न सक्नुहुन्छ क्यामेराम्यानको मुटु ढुकढुक भयो भनेर यहाँ यसो रेस्ट गरिरहेको छ हेर्नु सब जङ्गल छ जङ्गल सो गाइस हेर्न सक्नुहुन्छ थकै मारिसकेको छ हेर्नुहोस् खै पसिना खै सो गाइस रियलमै यो पसिना फेक होइन मलाई भूतले म भित्र छिर्न जाँदा पनि म भित्र जान खोज्दा पनि मलाई त्यहाँबाट धकेलिसकेको थियो देख्नु भएको थियो होला के अरे फुत्त गुजाडिएको थियो म जान्न त्यो रियल हो कि फेक हो म नि अलमल्ल परेको के यार मलाई कस्तो यहाँ च्याप्प गरेर फुत्त फालेको के बल्ल बल्ल गयो होइन अहिले देख्नु अनि त्यसपछि त्यो सुरुमा भएको थियो नि झौ भएको थियो नि त्यो पनि साँच्चीकै भएको थियो कि मलाई च्याप्स मात्र घाँटी यहाँ केही अड्काए जस्तो भएको थियो कि त्यस्तै होइन फिल भएको थियो होइन
पानी दिन्न यति पानी तिर्खा लाग्यो मलाई पानी छैन सो गाइस अब सुसु गर्ने अवस्था आइसकेको छ यसलाई तिर्खा लागेको हेर्नु सुसु गरेर मैले लिइसकेको छु यसले खाइसकेको छ मेरो सुसु आइज सुसु मेरो सुसु खाएर आफू सुसु गर्दैछ र सुसु खान हुन्न किनभने त्यसमा म सन्देश पनि जारी गर्छु र तिर्खा लाग्यो उस रेगिस्तानमा हुनुहुन्छ भने सुसु चाहिँ नखानुहोस् किनभने त्यसमा के भन्छ गण्डकी होइन त्यो गण्डकीको भन्दा नि बढी असर गर्ने पानी हुन्छ कि त्यसमा गण्डकीमा कति क्याल्सियम क्लोराइड हुन्छ क्याल्सियम भए पनि अब यहाँ भिडियो गरौँ ला भयो भिडियो सो गाइस अब पार्ट 3 चाहिँ मबाट यत्रो पनि हुन्न त्यही च्यानल पार्ट 3 को आस पनि नगर्नु म त्यो ठाउँमा जान्नु म पनि जान्दै 1% जान्न 2% जान्न अब गर्ने छ भने 1 मिलियन सब्सक्राइबर पुगेपछि जाने सो गाइस 10 लाख हो धेरै होइन हजुरको सपोर्टले यो पनि पोसिबल छ होइन त्यसै गरी अब म चाहिँ जानेवाला होइन 1 मिलियन भयो भने म गइदिएँ हजुरहरूको लागि दिलमा हात थामेर त्यस दिन जरि झन् भूत पर्छ सो गाइस हेर्न सक्नुहुन्छ मेरो आँखा राता भइसकेका छन् सो गाइस रियल हो बाई बाई सो गाइस नेक्स्ट भिडियोको लागि वेट गर्नुहोस् जाने